पाइदैन क्या। त्यो भनेको त्यो प्लेटफर्म भनेको एउटा प्रोफेसनल प्लेटफर्म हो नि त। त्यहाँ गएर तपाईँले एकदम के हुन्छ सभ्य भला आदमी भएर टाइपको त्यस्तो टाइपको हुनुपर्छ। इभन तपाईँको फोटोहरूको कुरा गर्नु भने फेसबुकमा चिज गरेको फोटो हाल्दा नि हुन्छ, जे हाल्दा नि हुन्छ। तर लिङ्कडिनमा हामी प्रायः के हाल्छौँ त भन्दाखेरि एकदमै प्रोफेसनल भला आदमी भएको हुन्छ। अनि स्ट्याटस चेक गर्नु हो भने फेसबुकमा पापाके परी यताउति भनेर लेख्दा पनि पाइयो, तर लिङ्कडिनमा गएर जोसुकै होस्, इभन स्टुडेन्ट छ भने पनि आम्मा डिजिटल मार्केटर अरे के अरे कति वर्ष एक्सपिरियन्स अरे, यु क्यान सी द्याट डिफ्रेन्सेस छ क्या। एउटा प्लेटफर्म र अर्को प्लेटफर्ममा डिफ्रेन्सेस छ। त्यस्तै गरी ट्विटरमा अब एउटा प्लेटफर्मबाट अर्को प्लेटफर्ममा स्विच हुँदाखेरि त्यही कुरा कसरी लेख्ने है, त्यो कुरा तपाईँले थाहा हुनुपर्छ। त्यो जेनरल इन्फर्मेसन तपाईँले जब ग्राब गर्न थाल्नुहुन्छ त्यसपछि तपाईँ वेबसाइटतिर जाँदा भयो। वेबसाइटतिर गएपछि पनि वेबसाइटभित्र पनि तपाईँले के गर्नुपर्छ भन्दाखेरि पेजेसहरू हुन्छ। जेनरल वेबसाइटमा भएको पेज भनेको जस्तै वेबसाइटभित्र कतिवटा पेज हुन्छ अथवा वेबसाइट कस्तो हुन्छ भनेर त सुन्नु भएको छ होला नि कि छैन? वेबसाइटको जिरो नलेज हुने कोही हुन्छ? यस्तो हुन्छ क्या एफिलिएट मार्केटिङ भनेको जस्तै यहाँ कस्तो भन्नुभएको छ भने कुनै पर्सनले कम्पनीको एडहरू बनाएर भिडियोहरू क्रिएट गर्ने नि एफिलिएट मार्केटिङ होइन र भनेर भन्नुभएको छ। एफिलिएट मार्केटिङ भनेको कमिसन बेसिसमा गर्ने हो क्या। यो अब आफै भन्नु न, अब तपाईँलाई कमिसन दिन्छ त यो कम्पनीको एडहरू रन गर्दाखेरि। अब कुनै पर्सनले कम्पनीको एडहरू रन गर्दैछ अथवा कम्पनीको एड मात्र रन गर्दैछ भने चाहिँ यता एड म्यानेजमेन्टतिर गयो है। अब त्यो एडमा चाहिँ खेलेको छ अथवा एडहरू बनाउँछ भने चाहिँ त्यो अर्को पाटोमा गयो क्या। अब अर्को प्रचार गर्नुको एफिलिएट मार्केटिङ कमिसन लिएर भनेको छ। अब एज अ तपाईँ अब जस्तै हुनुहुन्छ नि, कसरी बुझाउनु, यस्तो हुन्छ क्या प्रमोसन लाइक जस्तै प्रियङ्का कार्की सम्झिनु। प्रियङ्का कार्कीले होइन अब आफ्नो पोस्टकास्टमा होइन अब कुनै सामानको प्रचार प्रसार गर्यो भने चाहिँ त्यो चाहिँ इन्फ्लुएन्सर मार्केटिङ भयो क्या। ऊ त इन्फ्लुएन्सर हो नि त है, इन्फ्लुएन्सर मार्केटिङ हो। अब ठ्याक्क अपोजिट अब कसैले जस्तै हामीले चाहिँ जस्तै अब भर्खरै तपाईँले अब दराजको 666 वाला सुन्नु भएको छ नि अहिले, 6.6 वाला हो। अब यसमा चाहिँ अब तपाईँले टिकटकहरूतिर चलाउनु भने प्रायः यो दराजमा 6 रुपियाँमा इन्डक्सन अनि खै के भनेर देखाएको थियो नि हो। अब तपाईँले के विचार गर्नु भने प्रमोसन पनि गरिरहेको छ, उसले लिङ्क पनि राखिदिइरहेको छ क्या। अब त्यो लिङ्कमा गएर क्लिक गरेर किन्नु भयो भने उसलाई चाहिँ के आउँछ त भन्दाखेरि कमिसन आउँछ। त्यो भनेको चाहिँ फेरि के हो त एफिलिएट मार्केटिङ गरिरहेको छ उसले। कुनै कुराको प्रचार प्रसार गरेर उसलाई कमिसन आउँछ भने त्यो एफिलिएट मार्केटिङ भयो। अब फ्रिलेन्सिङ अब टायर्ड हुनु, रिमोट जब चाहिँ यस्तो हुन्छ क्या। रिमोट जबको कुरा गर्नुहुन्छ भने लिङ्कडिन हो है सजिलो चाहिँ। तर लिङ्कडिनमा कोही बेला के हुन्छ त भन्दाखेरि तपाईँलाई हुन्छ नि स्क्याम टाइपको पनि हुन्छ कुनै कुनै चाहिँ। अब यु निड टु नो कतिको अथेन्टिक हो के हो भनेर चाहिँ तपाईँले खोज्नुपर्ने हुन्छ है। अनि सजिलो त्यो भयो। अनि अरू भनेको चाहिँ रिमोट जबहरूको लागि चाहिँ तपाईँ फ्रिलेन्सिङमै गर्दै हुन्छ भने तपाईँलाई टाइम दिएको हुन्छ क्या, कति टाइमको लागि गर्ने हो भनेर। अब अहिलेसम्म चाहिँ मैले चाहिँ टु बी अनेस्ट मैले चाहिँ लिङ्कडिनबाटै रिमोट जब गरिरहेको छु। एउटा अस्ट्रेलियाको कम्पनीमा अनि अर्को भनेको युकेको कम्पनीमा। दुईटामा मैले गरेको, दुईटैबाट लिङ्कडिनबाटै गरेको। सो यु क्यान ट्राई इट। अब रिमोट जब कम्फर्टेबल हुन्छ भने त्यसबाट गर्दा भयो। अनि फ्रिलेन्सिङमा एकदमै गाह्रो छ अहिलेको। जो पनि फ्रिलेन्सिङ गर्ने भनेको छ है, घरमा बसी बसी पैसा कमाउनु जसलाई पनि मन लाग्छ। सो फ्रिलेन्सिङ अलिक गाह्रो नै छ। अनि यु निड टु मेक नेटवर्किङ, मान्छे चिन्नु थाल्नुपर्छ। मान्छे फल्ना मैले यो काम गर्छु कोही भेटिस् भने भन्ने टाइपको हुन्छ नि, त्यस्तो चाहिँ आफूले रिलेसन बनाउनु पर्यो है। कुन बेला को मान्छे कति बेला काम लाग्छ कसैलाई थाहा हुँदैन क्या। त्यही भएर क्लाइन्टहरू एउटा पाउनु भएको छ भने त्यो क्लाइन्टको लागि गरेको कामहरू चाहिँ तपाईँले आफ्नो सोसियल मिडियाहरूमा चाहिँ पब्लिस हान्दै जानुभयो क्या। यसको लागि मैले यो काम गर्दै भनेर गर्दै 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 तपाईँले जतिसुकै खतरा भयो भने आफ्नो पर्सनल हुन्छ नि, पर्सनल डेभलपमेन्ट पनि गर्नु पऱ्यो क्या। पर्सनल ब्रान्ड पनि बनाउनु पऱ्यो क्या। अनि मात्र तपाईँको
रिमोट वर्क गर्दा नि भयो, फ्रिलेन्सिङ गर्दा नि भयो, फल्नाले यो काम गर्छ है भनेर, अनि त्यो काम चाहिँ अब राम्रो हुनु पऱ्यो क्या। अब जस्तै कपाल काट्नु जानु छ भने कसकोमा जानुहुन्छ त? जसको एकदमै विश्वास गर्नुहुन्छ त्यसकोमा जानुहुन्छ नि त, किन कपाल भनेको त्यस्तो कुरा जस्तै हाम्रो लुक्स चाहिँ चेन्ज गर्छ नि त। हो त्यसरी नै तपाईँले गरेको काममा चाहिँ एकदमै विश्वास हुनु पऱ्यो क्या। सो अहिलेसम्म पनि मैले चाहिँ आफै पर्सनल चाहिँ क्लाइन्टहरू खोज्नु परेको छैन क्या। फल्नाले रिफर गरिदिइराख्नु भएको हुन्छ क्या, एउटाले गरौँ अर्कोलाई रिफर गरिदिइराख्नु भएको हुन्छ। यदि चाहियो भने जस्तै अब एडहरू रन गर्नु छ, म चाहिँ एडहरू रन गरिरहेको हुन्छु। सो एड रन गर्नु छ भने फल्नाले एकदमै रिजनेबल रेटमा अनि एकदमै राम्रो रिजल्ट ल्याएर चाहिँ एड रन गरिदिन्छ है भनेर आइरहेको हुन्छ क्या रिफर है। अनि हो त्यस्तो हुनु पऱ्यो क्या, आफूमा स्किल्स डेभलप गर्नु पऱ्यो, बिस्तारै बिस्तारै आउँदै जान्छ। फर्स्टमा भनेको नेपाली क्लाइन्ट छेउछाउको छिमेकीहरू पक्राउनु पऱ्यो, त्यस पछाडि काम हुन्छ नि त आफ्नो। जस्तै मैले फल्नाको गरिदिएको छु, फल्ना कम्पनीको त यो हुन्छ नि, यो ब्रान्डको यसको क्याटेगोरी हुन्छ नि त एडहरूको पनि। अब कसैको स्कुलको गरिरहेको हुन्छ, पढाइ सम्बन्धी, कसैको अब बिजनेस सम्बन्धी हुन्छ। अब तपाईँले एड रन गर्ने बेला चाहिँ विचार गर्नुपर्ने हुन्छ क्या, कसको कता गरिरहेको छु भनेर। अब कतिवटाले चाहिँ हुन्छ नि एड रन गर्ने गरिरहेको छ, अनि कुनै नयाँ एड रन गर्नु पऱ्यो भने आउँछ भन्ने हुन्छ क्या है। तपाईँले 6 वर्ष 7 वर्ष भइसकिसक्यो भने पनि जस्तै हाम्रो नेपालको कन्टेक्स्टमा रियल इस्टेटहरूको त्यति धेरै छैन नि त। अब विदेशतिर यता तपाईँ रिमोट जब गर्न खोज्नु भने एडहरू रन गर्नु भने नेपाललाई चाहिँ रियल इस्टेटको काम लगाउँछ क्या है। रियल इस्टेटको चाहिँ एडहरू रन गर्न लगाइदिइरहेको हुन्छ। अब तपाईँलाई आउँछ भनेर सोधिदिन्छ क्या। अब कहिलेकाहीँ कन्फिडेन्स डाउन हुन्छ। हो अब एउटै हुन्छ, रिजल्ट अलिअलि फरक हुन्छ है। अब गर्ने काम त्यही नै हुन्छ, तपाईँले थाहा पाउनु पऱ्यो क्या कतिको के हुन्छ कसो हुन्छ। अन्त थाहा पाउनुको लागि केही न केही सानोतिनो भए पनि काम त गर्नु पऱ्यो। त्यही भएर लोकल क्लाइन्टहरू अब्जर्भ गर्ने, लोकल क्लाइन्टलाई लिने, अनि त्यस पछाडि तपाईँले गरेको प्रोजेक्ट भयो क्या, त्यो एउटा प्रोजेक्ट भयो। हो त्यो प्रोजेक्ट तपाईँले देखाउनु पऱ्यो, मैले फल्नाको यतिमा यति रिजल्ट ल्याइदिएको छु, यति पैसा खर्च गर्दा यति राम्रो क्लाइन्ट आयो। जस्तै 50 रुपियाँ खर्च गरेर 5000को व्यापार भयो भने त फाइदा भयो नि त। हो तपाईँले इक्जाम्पल लिन सक्नु पर्यो। अब वेबसाइट भनेको त वेब पेजको कलेक्सन हो, त्यो त थाहा भएकै कुरो हो। तर वेबसाइटमा भित्र के हुन्छ, कतिवटा पेज मिनिमम हुनुपर्छ भन्ने कुरा चाहिँ थाहा हुनु पऱ्यो क्या। जस्तै वेबसाइटको भनेको एउटा ल्यान्डिङ पेज हुन्छ है, ल्यान्डिङ पेज हुन्छ। ल हामीले अब डिजिटल पाठशाला त्यही हेर्यौँ ल, त्यो अर्काको मात्रै हेर्यौँ। यो भयो नि, यो भनेको ल्यान्डिङ पेज भयो है। यहाँ थिच्ने बित्तिकै जे आउँछ यो ल्यान्डिङ पेज भयो। स्क्रोल गर्दै 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 जानु। अब यो भनेको ल्यान्डिङ पेज भयो, यति बुझ्नुभयो। यो बाहेक पनि अब यहाँ हेर्नु यसरी यहाँ दिइराखेको हुन्छ नि त। अब यहाँ सर्च बार भयो, यो बुझिहाल्नुहुन्छ। यहाँ अर्को ड्रप डाउन मेन्युहरू छ। यो भनेको बाँकी रहेको पेजहरू भयो क्या, एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा रहेछ। सो मिनिमम पेज के हुन्छ भन्दाखेरि कुनै पनि वेबसाइट बनाउनु छ भने चाहिँ एउटा होम पेज हुन्छ। होम पेजमा चाहिँ समग्र सबै कुरा हुन्छ। त्यस पछाडि अर्को भनेको चाहिँ ब्लग हुन्छ नि, यो ब्लग भयो म्याक्सिममको हुन्छ है। त्यसपछि अर्को भनेको ग्यालरी हुन्छ है। अनि एबाउट अस, यो एबाउट अस भनेको चाहिँ यो कम्पनी अथवा आफ्नो बारेमा के को बारेमा हो है, त्यो वेबसाइट के को बारेमा, त्यसको जेनरल इन्फर्मेसन राखेको हुन्छ है। अर्को कन्ट्याक्ट अस पनि हुन्छ है, एबाउट असमै राखिदिएको होला यो। सो यो भनेको चाहिँ जेनरल वेबसाइटको पेजहरू हो। त्यो बाहेकको पनि जस्तै अब यो त लर्निङ प्लेटफर्म हो नि त। अब यो लर्निङ प्लेटफर्मसँग के राख्ने भन्नु चाहिँ अब यो अरू पेजहरू बनाएको हो क्या, बुझ्नुभयो नि। यो अरू पेजहरू बनाएको हो। वेबसाइट बनाउँदाखेरि होइन यो कुराहरू, यो सबै छ नि, यो कुराहरू विचार गर्नु पर्यो है। अर्को भनेको हामी अब डिजिटल मार्केटिङ किन रोज्ने होइन, अब अरू फिल्डहरू पनि छ। अब तपाईँ अब मेरो कुरा गर्नु छ भने म आइटीको फिल्डबाट डिजिटल मार्केटिङ आइरहेको छु। फर्स्ट क्वेसन मलाई म्याक्सिमम के आउँछ भने तपाईँ बिजनेस पढ्नुभएको अथवा हुन्छ नि यता बिबिए पिबिएसतिर पढ्नुभएको भन्ने आउँछ क्या। होइन म आइटी पढेको तर अनि किन मार्केटिङतिर भन्ने पनि हुन्छ क्या।
किन हो भन्दाखेरि सजिलो छ नि त कोड गर्नु, एक बसेर 3-4 घन्टा कोड गर्नु पर्दैन। अब जस्तै अब मलाई एड रन गर्दै 5 मिनटमा एड रन गर्न सक्छु म। त्यो भनेको त अब कोड त 5 मिनटमा बसेर गर्ने कुरा आउँदैन नि त। अनि अर्को भनेको जेमा बसेर गर्दा पनि पाइन्छ क्या। अब कोडहरू भन्नु भने तपाईँ कोडहरू लाइक हुन्छ नि मोबाइलमा बसेर कोड गर्न पर्यो भने एकदमै गाह्रो हुन्छ, नसकिने त होइन तर गर्नु पर्यो भने त गाह्रो हुन्छ नि त। यो प्लेटफर्म चाहिँ नि अब जे युज गर्दा पनि भयो क्या, मोबाइल युज गर्दा पनि भयो, ल्यापटप युज गर्दा पनि भयो, जे युज गर्दा पनि भयो क्या, डेस्कटप युज गर्दा पनि भयो, जहाँ बसेर गर्छु भन्दा नि भयो। अनि अर्को भनेको त कोड गर्नु परेन, पैसा उत्तिकै कमाइदियो। अलिकति तपाईँसँग स्किल छ भने जति डेभलपरले कमाउँछ त्यति नै कमाइन्छ, 1,00,000 1,50,000सम्म कमाइदिइराख्नु भएको हुन्छ कसै कसैले। अब मेरै कुरा गर्नुहुन्छ म चाहिँ अब एक्ज्याक्ट अमाउन्ट चाहिँ भन्दिनँ, तर हुन्छ नि काम गरेको बेलामा 50 क्रस भइरहेको हुन्छ कि। अहिले चाहिँ मैले मजाले काम गरेको हुन्छु मेरो पढाइको कारणले, तर मलाई आफ्नो पकेट पनि मजाले आइरहेको छ क्या। सो फर्स्टमा मैले टाइम म्यानेजमेन्ट गर्न सक्ने भएँ है, पढाइ सँगसँगै गरिरहेको छु। सो टाइम म्यानेजमेन्ट गर्न सक्ने भए, पैसा कमाइरहेको छु, एउटा स्किल्स डेभलप भइरहेको छ, मान्छेले चिनिरहेको छ होइन। सो स्ट्रेस बिना कमाइरहेको छु भने वाइ नट डिजिटल मार्केटिङ भनेर गरेको। अनि तपाईँहरूले पनि अब जसले पनि केही स्किल सिक्छ भने पैसा कमाउनुको लागि हो। सो अब वाट आर द स्कोप भन्दाखेरि चाहिँ पहिलेको कम्पेरिजन भन्दाखेरि अहिले विचार गर्नुहोस्, कोभिड आउनुभन्दा अगाडि चाहिँ म्याक्सिममले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि अनलाइन होइन फिजिकल स्टोरहरू राख्नुहुन्थ्यो क्या है। अब यो अनलाइन सपिङ अनि दराजहरू भनेको चाहिँ हामीले कोभिड भयो नि, पहिले पनि नगरेको त होइन, तर कोभिड पछाडि चाहिँ कम्पेयर गर्नु भने अझ धेरै बढेको छ क्या। पहिले खानेकुराकै कुरा गर्नु अर्डर गरेर थोरै मान्छेले खान्थ्यो क्या है, नखाने त होइन तर अलिक कम हुन्थ्यो क्या। अलिक कम्पेरिजन गर्नु भने अलिक धेरै बढेको छ। सो डिजिटल प्लेटफर्म युज गरेर बिजनेस गर्ने मान्छेहरू एकदमै धेरै बढेको छ भने वाइ नट वी ट्राई डिजिटल मार्केटिङ भन्ने कुरो हो क्या है। सो अहिलेसम्म नबुझेको के हुन्छ भने के छ भने सेयर गर्दै जानुहोस् ल। यो ब्याकलिङ भनेको चाहिँ अर्काको पेजहरूबाट आउने लिङ्कहरू हो ल, हामीलाई सपोर्ट गर्नको लागि चाहिँ आउने हो ल। यो कुरा चाहिँ तपाईँले एसइओमा चाहिँ मजाले बुझ्नुहुन्छ। अनि स्टार्टिङले जब पाउनु कतिको गाह्रो छ भने चाहिँ अब गाह्रो भन्दा नि सजिलो पनि होइन गाह्रो पनि होइन, तपाईँसँग स्किल्स कतिको छ भन्ने कुरो क्या एक्ज्याक्टली। अनि तपाईँले स्टार्ट गर्नुहुन्छ होइन एज अ बिगिनरको रूपमा भने चाहिँ तपाईँले अघि भनेको कुनै एउटा जान्न चाहिँ तपाईँले सबै कुरा जान्नु पर्यो है, सबै हाँगाबिगा थाहा हुनु पर्यो। तर एउटालाई मात्रै गर्ने हो क्या। जस्तै तपाईँले कन्टेन्ट राइटिङतिर जानुहुन्छ भने कन्टेन्ट राइटिङ मात्र गर्ने, त्यो दायाँ यो पनि गर्छु त्यो पनि गर्छु गर्नु हुँदैन क्या। अनि यो पनि गर्छु त्यो पनि गर्छु भने के हुन्छ नि एउटामा यो पनि राम्रो हुँदैन त्यो पनि राम्रो हुँदैन। सो एउटा कुरालाई यसले चाहिँ खतरा लेख्छ हुन्छ नि, क्लासमा कसैले लेख्न त सबैले लेख्छ नि त, क्लासमा कसैले लेखेको छ ओ गरेर मन छुने हुन्छ नि हो, त्यस्तो चाहिँ हुनु पऱ्यो क्या कन्टेन्ट राइटिङ गर्नुहुन्छ भने है। अब एड रन गर्नुहुन्छ भने एड रन गरेको तपाईँले रन गरेको एड चाहिँ म्याक्सिमम अडियन्ससम्म पुगोस्, एउटा फिल्ड समात्नुहोस्, त्यसमा पर्फेक्ट हुनुहोस्, कसैले तपाईँले रिफर गर्न सक्ने बनाउनुहोस् क्या आफूलाई। कुनै फिल्डमा एउटामा गर्न थाल्नु भने यु क्यान डु इट, इजिली पाउनुहुन्छ। अनि अब स्टार्टिङ फेजमा मैले मेरो पर्सनल एक्सपिरियन्स चाहिँ कन्टेन्ट क्रिएटरको रूपमा चाहिँ छिट्टो पाइन्छ क्या कामहरू प्राय। अब बिजनेस त लोकल बिजनेसहरू अहिले यो टिकटकले गर्दाखेरि पनि लोकल बिजनेसहरू धेरै हुन्छ नि त। सो लोकल्ली काम गर्नु छ भने कन्टेन्ट क्रिएसनबाट सुरु गर्दा नि भयो। अनि यो ब्लगहरू लेख्नु थाल्नुहुन्छ भने चाहिँ अलिकति टाइम कन्ज्युमिङ हुन्छ, किनभने ऱ्याङ्कहरू गर्नुपर्ने हुन्छ, अडियन्सहरू बटुल्नु पर्ने हुन्छ, जसको कारणले गर्दाखेरि अलिकति टाइम कन्ज्युमिङ प्रोसेस चाहिँ अलिक टाइम लाग्छ। किनभने ऱ्याङ्क पनि गर्नु पऱ्यो, अलिकति टाइम लाग्छ। तर जब हुन्छ नि त्यसपछि मजाले कमाइ हुन्छ क्या। अलिकति टाइम छैन, अलिक छिटै गर्नु छ भने चाहिँ त्यो भयो। अनि काम गर्नु जानु छ भने सुरुमा स्किल्स गर्ने, त्यस पछाडि इन्टर्नसिप गर्ने। सुरुमा इन्टर्नसिप गर्दाखेरि कहिले पनि अनपेड नगर्नु क्या, पेडवाला गर्नु, थोरै होस् 5,000 10,000 थोरै होस् तर गर्न चाहिँ थाल्नु। पेडवाला गर्छु भन्नु किन तपाईँसँग स्किल्स छ भने वाइ नट पेड क्या। नेपालमा अलिकति कम छ है कम्पेरिजन टु
अब अरू विदेशहरूमा चाहिँ पे नै गर्नुपर्ने खालको हुन्छ। नेपालमा चाहिँ भरसक हुन्छ नि अनपेडमा चाहिँ गरौँ भन्ने हुन्छ क्या। अब इन्टरनेसनल चाहिँ लाइक हुन्छ नि अस्ट्रेलिया र युकेको रहेछ। युकेको चाहिँ मैले सोसल मिडिया प्लस एड रन गरेको हो। एड हुन्छ नि स्पेसली यो रियल इस्टेटहरूको एडहरूको लागि हो। अनि अस्ट्रेलियाको चाहिँ मैले एसइओको लागि गरेको थिएँ, कन्टेन्टहरू लेख्ने। अनि लाइक रिमोट चाहिँ आई कान्ट कन्टिन्यू क्या। हुन्छ नि बिहान बिहान 6 बजीदेखिको बेलुकासम्म गर्नुपर्ने, 4-3 बजीसम्म गर्नुपर्ने। ब्रेक मात्र हुन्छ। सो एज अ स्टुडेन्ट आई कुड नट कन्टिन्यू द्याट वर्क। अनि मैले छोडेर अहिले चाहिँ ट्रेडिङ अनि यसरी नै डिजिटल मार्केटिङको ट्रेनिङ प्लस एडहरू रन गरिदिने, लोकल क्लाइन्टहरूको हुन्छ नि एडहरू रन गरिदिने हो, त्यसरी कमाइरहेको छु। सो अर्को के भन्दा चाहिँ नि एसइओ प्र्याक्टिस गरिरहेको छु। तर अन पेज र अफ पेज थाहा छैन भन्नुहुन्छ नि सिम्पल त्यही हो। अन पेज जे तपाईँले लेख्दै हुनुहुन्छ, वेबसाइटभित्र लेख्दै हुनुहुन्छ त्यो अन पेज भयो। अफ पेज भनेको बाहिर त्यही कुराहरूलाई सोसल मिडियाहरूमा गएर सेयर गर्नुहुन्छ, अथवा बाहिरको मान्छेहरू चाहिँ लिएर आउनु पऱ्यो क्या। ब्याकलिङ्कहरू जुन सुनिरहनु छ माथि ब्याकलिङ्क भन्नुभयो, अनि त्यसरी सोसल मिडियाहरू, यो भनेको चाहिँ अफ पेज हो क्या। भनेको वेबसाइटभन्दा बाहिर गएर प्रमोसन गर्नुहुन्छ, अथवा वेबसाइटभन्दा बाहिर गएर वेबसाइटको बारेमा के भन्न चाहनुहुन्छ लेख्नुहुन्छ भने त्यो अफ पेज हो। वेबसाइटभित्र वेबसाइटको के भन्छ मान्छे आओस्, त्यो किवर्डमा मान्छे आओस् भनेर लेख्नुहुन्छ भने त्यो अन पेज हो। बुझ्नुभयो कि भएन? जस्तै यो भयो नि होइन। अब यहाँ हेर्नु है त, यो डिजिटल पाठशालाले डिजिटल पाठशाला के हो, के भइरहेको छ, कसो भइरहेको छ लेखिरहेको हुन्छ नि होइन। भयो नि यो कोर्सहरू तपाईँले काहीँ न काहीँ त सोसल मिडियाबाट पनि आउनु भयो नि हो। त्यो चाहिँ भनेको बाहिर यो 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 जति यहाँ लेखेको कुराहरू छ नि यो वेबसाइटमा, यो अन पेज भयो है। यो लेखेको कुराहरू अन पेज भयो, पेजभित्रै गएर गर्ने काम है। अनि अफ पेज भनेको चाहिँ अब यही कोर्सहरूकै कुरा गर्नु भने नि यो कोर्सहरू के हुन्छ त भन्दाखेरि बाहिर सोसल मिडिया लिङ्किनमा भयो, यता हाम्रो फेसबुकहरूमा भयो, यही कुरा चाहिँ तपाईँले यही पोस्टहरू प्रायः के गरिराख्नु भएको छ, देखिराख्नु भएको छ। त्यसरी अडियन्स त ग्राब गरिरहेको छ नि त हो। यो चाहिँ के हो त भन्दाखेरि अफ पेज हो क्या। अनि सुरुमा भनेको चाहिँ फरेनमा चाहिँ त्यत्तिकै इन्टर्नसिप लिँदैन है। सबसे सुरुमा भनेको लोकल लेभलमा कुनै छ भने तपाईँले के गर्दाखेरि इन्टर्नसिप अप्लाई गर्ने, जेनरल इन्फर्मेसनहरूको लागि भए पनि कति कुरा के हुन्छ भन्दाखेरि तपाईँलाई थाहा छ यो कसैले के भने यो यस्तो हो भनेर, तर रियल लाइफमा गर्नु छ भने त के चाहियो नि त हो। त्यसको लागि भनेको चाहिँ भरसक चाहिँ लोकल चाहिँ गर्दै गर्ने क्या। हामी म्याक्सिममलाई चाहिँ के हुन्छ नि इन्टर्नसिपहरू चाहिँ अब तपाईँ जस्तै अब फिल्डमा गर्नुहुन्छ नि 6-7 सेमेस्टरमा राखिदिएको हुन्छ, कलेजको इन्टर्नसिप राखिदिएको हुन्छ, अनि त्यतिखेर पढाउने अथवा त्यतिखेर जाने हुन्छ क्या। अब त्यस्तो त्यो भन्दा पनि सुरुदेखि नै गर्दै जाने क्या, सिक्दै जाने। अनि फरेनहरूमा चाहिँ खोलेको हुन्छ होइन, अब पेजहरू हुन्छ त्यो फलो गर्नु पर्यो। अब तपाईँलाई चाहिँ सजिलो भनेको चाहिँ लिङ्कडिन हुन्छ। लिङ्कडिनमा फरेन पेजहरूमा हुन्छ नि लाइक अरू बाहिर विदेशको त्यो सेलेक्ट गर्दै जाने। अनि त्यस पछाडि अरू फेसबुकहरूमा पनि कतिवटा ग्रुपहरूमा राखिरहेको हुन्छ, त्यो ग्रुपहरू फलो गर्ने है। अनि त्यही हो सबसे सुरुमा त नेटवर्किङ हुनु पऱ्यो क्या। तपाईँ फरेनको त छोडिदिनुहोस्, यहाँ इटरीमा अथवा हामी इटरी लोकेटेड छौँ, अब काठमाडौँ लोकेटेड, अब कतिवटा कम्पनी हुन्छ नि त्यहाँ गएर काम गर्नु छ भने नि हामीसँग नेटवर्किङ जाने फल्नाले भनेको भनौँ भने छिट्टै पस्नु क्या, नभए त्यो नर्मली इन्टर्नसिप पाउन गाह्रो हुन्छ। सो तपाईँसँग स्किल्स हुनु पऱ्यो है, लोकल लेभलमा काम गर्नुहुन्छ भने त्यो बेटर हो। अनि अर्को भनेको रिपिटेडली अप्लाई गरिराख्नु पऱ्यो क्या। कहिले पनि तँलाई ला आइज बाबु भनेर कसैले पनि दिँदैन क्या। सो रिपिटेडली गरिराख्नु पऱ्यो। अनि तपाईँको पोर्टफोलियो राम्रो बनाउनु पऱ्यो, काम गर्नु पऱ्यो। पोर्टफोलियो राम्रो बनाउनुपर्छ भने यस्तो सिभीहरू बनाउनुहुन्छ नि जुन, त्यो चाहिँ राम्रो हुनु पऱ्यो क्या। एकछिन पक्नुहोस् है। बेला त्यही हेडफोन गर्दा धेरै
अब यो एड रन गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ यस्तो हुन्छ क्या, कतिवटा कुराले इफेक्ट गरिरहेको हुन्छ क्या। जस्तै इक्जाम्पलको रूपमा के भन्नु भन्दाखेरि अब हामीले डिजिटल पाठशालाकै रन गरिरहेको हुन्छ, त्यही एड रन गरिरहेको छौँ भने कुनै बेला यति आउँछ, कोही बेला थोरै आउँछ क्या। त्यो भनेको चाहिँ कस्टमर सेलेक्सन गर्दाखेरि के भइरहेको छ फेसबुकले जस्तै विचार गर्नुभएको छ भने फर्स्ट टाइम तपाईँले एड रन गर्दै हुनुहुन्छ भने तपाईँ डाइरेक्ट बुस्ट गर्नुहुन्छ नि त। हो, बुस्ट गर्दाखेरि डाइरेक्ट बुस्ट गर्नुभयो भने त्यहाँनिर के गर्छ भन्दाखेरि फेसबुक आफैले नै अडियन्सहरू सेलेक्ट गरिदिन्छ क्या। अडियन्सहरू सेलेक्ट गरिदिन्छ अनि पठाइदिन्छ, आफै झटारा हान्ने टाइपको क्या गरिदिन्छ। अनि त्यतिखेर उसले गरिदिन्छ। त्यसपछि सेकेन्डचोटि तपाईँले गर्नुहुन्छ भने त्यो रिजल्ट हेर्नुहोस्, अनि रिजल्ट हेरेपछि थाहा हुन्छ क्या। उसले त झटारा हानिदिएको हुन्छ नि त, देखाइदिन्छ, देखाइदिँदैन भनेर झटारा हानिदिएको हुन्छ। अब यो धेरैवटा फ्याक्टरले गर्ने कुरो हो है। अब कोही कोही बेलामा यो हुन्छ नि अरू रिजन पनि हुनसक्छ, जस्तै क्याटेगोरी वाइज पनि हुनसक्छ, क्याटेगोरी कहिलेकाहीँ तलमाथि भइदिन सक्छ, त्यो कारणले पनि हुनसक्छ। अनि कसैले चाहिँ के हुन्छ भन्दाखेरि लाइक एज ग्रुपहरू पनि कहिलेकाहीँ तलमाथि भइदिन सक्छ, त्यसले पनि हुनसक्छ। अब सेम एक्ज्याक्टली गर्दै हुन्छ भने पनि त्यस्तो भइदिन्छ क्या। अब एक्ज्याक्ट रिजन चाहिँ हामीलाई पनि थाहा हुँदैन, कोही बेला रिजल्ट राम्रो आउँछ, कोही बेला रिजल्ट राम्रो आउँदैन। रिजल्ट राम्रो आउनु छ भने चाहिँ अगाडिको रिजल्ट हेर्नुहोस् अनि चेन्जेस ल्याउनुहोस् क्या जहिले पनि। किनकि मान्छेलाई एउटै कुरा सधैँ खाँदा मिठो हुँदैन नि त, चिनी पनि धेरै खायो भने गुलियो हुन्छ नि त। सधैँ एउटै रिजल्ट आउँछ भन्ने जरुरी हुँदैन क्या। त्यही भएर अप टु डेट भइराख्नुहोस्। चम्चागिरी गर्नुपर्छ भनेर राख्नुभएको छ। चम्चागिरी अब नेपाल हो, जहाँ पनि गर्नैपर्छ। अब यस्तो हो, स्किल्स छ भने चम्चागिरी गरिराख्नु पर्दैन। चम्चागिरी कुन सेन्समा गर्नु भन्दाखेरि चाहिँ फर्स्टमा इन्टर्नसिप पाउनुको लागि चाहिँ एकदमै गाह्रो हुन्छ भन्ने कुरा पत्याइदिनु पर्यो नि त। पत्याउनुको लागि त तपाईँसँग पोर्टफोलियो हुनु पर्यो, काम गरेको हुनु पर्यो। अब आफैले अब कामहरू गर्नु पर्यो, जस्तै आफ्नै हुन्छ नि पर्सनल वेबसाइट पोर्टफोलियो बनाउनु पर्यो, हल्का फुल्का आफ्नै पेजहरू बनाउनु पर्यो। आफ्नो भयो, मामु बाबाको भयो, मामु बाबाले पनि बिजनेस त गर्नुहुन्छ नि त। सो बिजनेसमा हुन्छ भने उहाँहरूको बनाइदिने काम गर्ने, मैले फलानाको गरेको छु, यस्तो गरेको छु भनेर थाहा हुनु पर्यो नि त। फलानाले अब कसैले काम राख्छ भने त्यो कामै नजानिकन त कसैले पनि राख्दैन नि त। तपाईँ आफ्नो तपाईँको बिजनेस छ, जस्तो तपाईँको क्याफे छ, क्याफेमा कोही राख्दै हुनुहुन्छ भने त्यसलाई त सिम्पल जेनरल इन्फर्मेसन त थाहा हुनु पर्यो नि त। अब कोही कस्टमर आयो भने त्यसलाई झर्केर खेदाइदियो भने तपाईँले त त्यसलाई राख्नुहुन्छ त, राख्नुहुन्न नि त। हो, अब जेनरल कुराहरू थाहा भएको मान्छेहरू नै राख्नुहुन्छ नि त। हो, त्यसैले तपाईँ चम्चागिरी गर्न चाहनुहुन्न भने स्किल्स डेभलप गर्नु पर्यो। चम्चागिरी कतिवटा कुरामा गर्नुपर्ने हुन्छ। यदि नेपालमा गर्नुहुन्छ भने चाहिँ रिफरल्स म्याटर्स क्या, धेरै नै हुन्छ। त्यो रिफर गरेको र नगरेकोमा अलिकति डिफ्रेन्सेस हुन्छ। रिफर गर्दाखेरि बेटर हुन्छ नि त, तपाईँलाई सजिलो हुन्छ कसैले भनिदियो भने भन्ने कुरो। अफकोर्स लिन्छ नि इन्टरभ्यू बिना त कहाँ नेपालमा इन्टरभ्यू लिनु थालेको छ। इन्टरभ्यू पनि मलाई त 2चोटि 3चोटि लिएको थियो क्या। एउटा हुन्छ नि साइटको म्यानेजर टाइपले, त्यस पछाडि म्यानेजरले, त्यस पछाडि सिओले हुन्छ नि 3 लेभलको के भन्छ इन्टरनल इन्टरभ्यू लिएर बल्ल हो के भन्ने टाइपको भएको क्या। सुरुमा इन्फर्मेसन अब हुन्छ नि फल्नाले जस्तै एउटा म्यानेजर, फर्स्टको म्यानेजरले सेकेन्ड म्यानेजरलाई भनौँ यो राम्रो छ भन्ने टाइपको कुरा आएको चाहिँ तपाईँको बारेमा अझै जान्न चाहन्छु भन्छ, फेरि इन्टरभ्यू लिन्छ। फेरि 2जनालाई भइसकिसक्यो, अब हामी फाइनलमा पुगेको, त्यही भएर एकचोटि फाइनल एउटा के भन्छ इन्टरभ्यू लिनु छ भनेर भने त्यसै 2-3टा लिइरहेको हुन्छ। इन्टरभ्यू त जसमा पनि लिन्छ। अनि अर्को कुरो सर्टिफिकेट छैन भन्नुहुन्छ। सर्टिफिकेट यस्तो हो क्या, एउटा अब यहाँबाट तपाईँ पढ्दै हुनुहुन्छ, अब यहाँबाट एउटा सर्टिफिकेट पाउनुहुन्छ। त्यसबाहेक पनि तपाईँसँग एज ए डिजिटल मार्केटिङकै सर्टिफिकेट चाहियो भने हामीसँग गुगलले दिएको सर्टिफिकेट पनि छ। गुगल कोर्स फ्रीमा पढ्न पाउनुहुन्छ, त्यो एउटा भयो। अनि अर्को चाहिँ एउटा पेवाला पनि छ, त्यो पनि गर्दा भयो। अनि अर्को भनेको हटस्पटहरूबाट त्यो 3-4वटा छ। अनि अर्को नील पटेलको भयो, यो इन्टरनेसनल्ली युज हुन्छ क्या। अनि अर्को एसरेफको पनि छ। यो सर्टेन सानो कुराको हुन्छ नि, सोसल मिडियाको भयो, एसइओको पनि, युट्युब एसइओ, त्यसरी सानो कुरा गरेर ब्रान्च वाइज के गरिदिएको छ, छुट्याएर सर्टिफिकेट राखिदिएको छ क्या। यो चाहिँ
यो मैले भनेको गुगलको भयो, एस्ट्रोफेटको भयो, इन्टरनेसनल्ली के गर्छ सर्टिफाइड भएको सर्टिफिकेटहरू यो कोर्स पढेर आफैले पढेर तपाईँले सर्टिफिकेट निकाल्दा पनि भयो है। भर्सक चाहिँ म के भन्छु भन्दाखेरि यहाँ पनि पढ्नुहुन्छ, यहाँ तपाईँ बुझ्नको लागि पढ्ने हो नि त मेन त भनेको त। त्यही कारण नबुझ्ने त होइन, तर के हुन्छ त भन्दाखेरि आफ्नो टोनमा आफ्नो भाषामा नेपाली भाषामा पढा कसरी सिकाउँदैछ भने त्यो छिटो बुझिन्छ नि त। हो अब यहाँबाट लिएको सर्टिफिकेट प्लस त्यहाँ भएको सर्टिफिकेट पनि युज गर्ने अनि आफ्नो पोर्टफोलियो पनि बनाउने अनि हल्का फुल्का साथीभाइ आफ्नो आफन्तहरूको अलिअलि काम गरिदिने हुन्छ नि। अनि त्यस पछाडि चाहिँ अनि इन्टर्नसिपमा एप्लाई गर्ने क्या। आफ्नै बिजनेस रन गर्दै हुनुहुन्छ त्यसलाई सपोर्ट गर्न चाहनुहुन्छ भइहाल्यो है। छैन भने पनि इन्टर्नसिप त्यति गरिसकेपछि इन्टर्नसिपमा एप्लाई गर्दाखेरि चाहिँ यु क्यान ह्याभ पेवाला इन्टर्नसिप क्या हुन्छ नि, 5,000 10,000 जतिसुकै होस्, स्टार्टिङ फेजमा जतिसुकै होस् होइन। अनि त्यस पछाडि चाहिँ आफ्नो अब एक्सपिरियन्स पनि हुन्छ, काम पनि गरिसक्नु भएको छ भने यु क्यान डिमान्ड होइन। अब बेसिक लेभलको स्यालेरीहरूबाट स्टार्ट गर्दै 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 जाने हो। तपाईँलाई एकैचोटि चाहिँ 1 लाख 1.5 लाख हुन्छ भने चाहिँ छैन है। अनि अब वेट गेट डिजिटल मार्केटिङ जब भनेर छ, अब यो डिजिटल मार्केटिङ यहाँ पढिसकेपछि फर्स्टमा भनेको तपाईँलाई डिजिटल पाठशालाले नै के गरिरहेको हुन्छ टाइम टु टाइम हामी के गरिरहेको हुन्छौँ भन्दाखेरि इन्टर्नसिपको अपर्च्युनिटीहरू खोलिरहेको हुन्छौँ है। त्यहाँ गर्दा भयो। त्यस पछाडि त्यो अनि कुनै कुनै कम्पनी हामीसँग एफिलिएटेड अरू अरू कम्पनीहरू जुन छ त्यहाँनिर डिजिटल मार्केटरको अथवा डिजिटल मार्केटिङ रिलेटेडको कुनै जबहरू छ भने हामी रिफर टु यु होइन। हामी तपाईँलाई के भनेर यहाँ खोलिरहेको छ भनेर हामीले भनिदिने काम हो। हाम्रो स्टुडेन्ट छ भने हामीले रिफर गरिदिने काम हो है। त्यस पछाडि तपाईँसँग कतिको स्किल्स छ, तपाईँले आफ्नो कम्युनिकेसन स्किल्स कतिको चलाउन सक्नुहुन्छ, कतिको तपाईँले कम्युनिकेट गर्न सक्नुहुन्छ त्यसमा पनि भर पर्छ क्या। अब बोल्नेको पिठो बित्छ नबोल्नेको बित्दैन भनेर सुन्नु भएको छ नि। हो कम्युनिकेसन स्किल इज मस्ट क्या। इफ युआर इन्ट्रोभर्ट एकदमै गाह्रो हुन्छ। अब क्लाइन्टले के भनिरहेको हुन्छ अब बुझिएन भने पनि सोध्नलाई पनि अब त्यो गाह्रो मान्नुहुन्छ भने त एकदमै तपाईँलाई पनि गाह्रो हुन्छ, क्लाइन्टले पनि भनेको सेटिस्फ्याक्सन हुँदैन। अनि त्यस पछाडि काम अर्को पालिदेखि काम पाउन पनि गाह्रो हुन्छ। क्लाइन्टलाई जहिले पनि हुन्छ नि, क्लाइन्ट पाउनु हो भने जहिले पनि के हुन्छ भन्दाखेरि रिक्वायरमेन्ट मजाले बुझ्ने क्या। कहिलेकाहीँ मिसकम्युनिकेसन हुन्छ, क्लाइन्टले के भनिरहेको हुन्छ आफूले के गरिदिरहेको हुन्छ। फर इक्जाम्पलको रूपमा मेरै पनि के भइरहेको छ भने आफ्टर एकदम लाइक 2 इयर्स जति एड रन गरिसकेको पछिको मेरो कुरो हो क्या। के भयो भन्दाखेरि क्लाइन्टले उसलाई चाहिँ इन्गेजमेन्ट होइन, उसलाई चाहिँ के चाहिएको रहेछ भने कस्टमर डाइरेक्ट हुन्छ नि क्लाइन्ट चाहिएको रहेछ। अब उसले के भन्दा उसको रिक्वायरमेन्ट बुझ्दाखेरि उसले के भन्दा मलाई सिर्फ उसको नयाँ कम्पनी थियो, उसले चाहिँ के भन्दा प्रचार हुन्छ लाइक रिच मात्र पुऱ्याइदिनु भन्ने टाइपको कुरा गरेर त्यसमा अनि उसले मिसकम्युनिकेसन उसले त्यसो भनेपछि मैले त्यसरी नै एड रन गरेँ। अब के हो भन्दाखेरि अलिकति मिसकम्युनिकेसन भयो क्या। पुग्यो रिच पुग्यो, टर्नै पुग्यो, 2-3 लाख नै पुग्यो होइन। तर उसले अराउन्ड 1500 जति खर्च गर्यो, त्यो धेरै खर्च गरेको थिएन, सानो स्मल बिजनेसै हो। अनि त्यति रिच पुग्यो। तर उसलाई चाहिँ के चाहिएको रहेछ भन्दाखेरि क्लाइन्टको मेसेज आओस् कल्स आओस् भन्ने हो क्या। अब रिच र कलमा त फरक छ नि त। हो अब कहिलेकाहीँ के हुन्छ त भन्दाखेरि मिसकम्युनिकेसन हुन्छ क्या। सो यु निड टु बी अपग्रेडेड, बोल्न सक्नु पर्यो, क्लाइन्टको कुरा सुन्नु पर्यो, कहाँ के भइरहेछ कसो भइरहेछ त्यो कुरा आफूले एकदमै म्यानेज गर्न सक्नु पर्यो। अनि मात्र के हुन्छ त सिस्टमेटिक हुन्छ, पैसा पनि आउँछ, क्लाइन्ट पनि खुसी हुन्छ। नभए के हुन्छ झ्याउ हुन्छ थाल्छ क्या, बुझ्दा पनि बुझेन, आफू मरिमरि काम गरेर दियो, क्लाइन्ट पनि खुसी हुँदैन, टाइममा पैसा पनि दिँदैन। अनि सर्टिफिकेट मेरो सिसिटिभी र टेलिकम्युनिकेसन इन्जिनियरको मात्र छ भनेर छ। सो हाउ इज दिस रिलेटेड टु डिजिटल मार्केटिङ? यो त रिलेटेड भएन नि त। अब सिसिटिभी र टेलिफोन सिस्टमको छ अनि डिजिटल मार्केटिङ गर्नुहुन्छ भने त भएन नि त। सो यु निड टु लर्न डिजिटल मार्केटिङ। अनि मार्केटिङ गरेर चाहिँ तपाईँ यो सिसिटिभी र टेलिफोन सिस्टम सम्बन्धी चाहिँ तपाईँले के गर्नुहुन्छ भने डिजिटल प्लेटफर्मबाट युज गर्न सक्नुहुन्छ क्या। यसको नलेज युज गरेर चाहिँ तपाईँको अब यो के गर्नुहुन्छ यसको बारेमा अब एज अ कन्सल्टेन्टको रूपमा काम गर्न चाहनुहुन्छ अथवा के गर्न चाहनुहुन्छ है, त्यो चाहिँ तपाईँले युज गर्दा भयो। अब डिजिटल मार्केटिङ भन्दैमा अब यस्तो हुन्छ क्या, आफ्नो फिल्डको नलेज हुन्छ नि त है। जस्तै म आइटीको स्टुडेन्ट हो, मलाई आइटीको बारेमा अब यो डिजिटल प्लेटफर्म युज गरेर मैले के गर्न पाउने त काम गर्न पाउने भयो नि त। अब तपाईँ बिजनेसको स्टुडेन्ट हुन्छ भने यो के हुन्छ
मार्केटिङ यो डिजिटल मार्केटिङ अथवा डिजिटल प्लेटफर्म युज गरेर बिजनेस रिलेटेड कुनै काम छ भने त्यसबाट कमाइ गर्न पाउनु भयो नि त। सो इट डिपेन्ड्स क्या है, तपाईँले एडकै मात्र कुरा गर्नुहुन्छ भने सबै एड एउटै हुँदैन नि त है। हो अब यो कुरा चाहिँ तपाईँले थाहा पाउनु पर्यो। अब यो आइटीमा प्राइभेट जब कि गभर्मेन्ट जब भनेर चाहिँ त्यो आफ्नो एक्सपिरियन्स हो। सो म चाहिँ यसमा केही पनि भन्न चाहन्न है। अब मैले गभर्मेन्ट जब चाहिँ खाएको छुइनँ अनेस्टली, मैले प्राइभेट चाहिँ खाएको छु। सो प्राइभेट भनौँ या गभर्मेन्ट भनौँ म यसमा कमेन्ट गर्दिनँ। पोर्टफोलियो छ भने अपग्रेडेड गर्नु पऱ्यो, अनि पोर्टफोलियो तपाईँको ऱ्याङ्क भइरहेको छ कि छैन त्यो पनि विचार गरिदिनुहोस् ल। अनि यस्तो हुन्छ क्या, अब एडहरू रन गर्दाखेरि तपाईँले अब्जेक्टिभ कुन चुज गर्नुहुन्छ त्यो अनुसार हो क्या है। अब तपाईँले अब्जेक्टिभ तपाईँले लाइक रिच मात्र पुऱ्याउनुहुन्छ भने रिच भनेको त देखाइदिने मात्र काम हो नि त है। त्यो गर्नुहुन्छ भने एकदमै धेरै पुग्छ क्या, तर तपाईँले लिडमै कन्भर्ट गर्न खोज्नुहुन्छ भने थोरै हुन्छ। लिड भनेको त किन्ने मान्छे हो नि त। तपाईँको पसल छ भने पसलमा हेर्ने मान्छे त धेरै आउँछ नि त, तर किन्ने मान्छे कतिजना आउँछ भन्नु त, एउटा दुइटा हो नि त। हो त्यो फरक पर्छ है। लिड भनेको मान्छे हो, अनि त्यस पछाडि रिचमा चाहिँ के हुन्छ त भन्दाखेरि देखाउने काम हो। अब त्यो तपाईँको अब्जेक्टिभ के युज गर्नुहुन्छ त्यो अनुसार पनि फरक आउँछ। एउटै एड छ, एउटै एडलाई लिडमा रन गर्नुभयो है, अथवा के भन्छ इङ्गेजमेन्टको लागि मात्र गर्नुभयो अथवा अवेरनेसको लागि गर्नुभयो, त्यो फरक आउँछ। अब्जेक्टिभ अनुसार फरक आउँछ। हजुर यो कोर्स गरिसकेपछि तपाईँले सर्टिफिकेट पाउनुहुन्छ। अनि क्लाइन्ट पाएपछि प्राइसिङ चाहिँ के अनुसार भन्नुहुन्छ भनेर छ। क्लाइन्ट अब कस्तो काम गर्नुहुन्छ, तपाईँसँग स्किल्स कति छ त्यसमा भर पर्छ। क्लाइन्ट अब कस्तो भन्नु, लाइक लोकल क्लाइन्ट हो भने तपाईँसँग अब हुन्छ नि एकदमै लङ टर्ममा काम गर्न चाहन्छन् भने यु निड टु मेक पे डाउन अलिकति सस्तोमा गरिदिनु पर्ने हुन्छ। किनभने वर्षौँ काम गर्न चाहन्छन् भने यु हेभ टु बी कम्प्रोमाइज होइन। अब त्यो होइन, सिजनल कुनै कुनै छ भने यु क्यान ह्याभ इट होइन, त्यही अनुसारको हुन्छ। तपाईँको स्किल्स जति छ त्यही अनुसारको रुल माग्ने हो। जस्तै तपाईँसँग फर्स्टमा अब एज अ बिगिनर काम गर्दै हुनुहुन्छ भने यु क्यान ह्याभ मोर अमाउन्ट क्या। तपाईँले अब 30,000 40,000 एकैचोटि गयो भने तपाईँलाई दिँदैन नि। अनि त्यस पछाडि अब तपाईँसँग अब एकदमै हुन्छ नि राम्रो लेभलको भइसक्नु भएको छ, अब कामहरू थुप्रै गरिसक्नु भएको छ, यु क्यान ह्याभ एक्जाम्पल होइन गरेर देखाउन सक्नुहुन्छ, एक्जाम्पलहरू दिन सक्नुहुन्छ मैले यसको यति कमाइदिइरहेको छु भनेर। सो तपाईँले क्लाइन्टले 500 रुपियाँ खर्च गरेर उसलाई 15,000 फाइदा भइरहेछ भने 1,000 रुपियाँ तपाईँलाई 500 रुपियाँ तपाईँलाई खुसी खुसी भएर दिन्छ नि त। हो अब तपाईँले क्लाइन्टलाई कति अर्को क्लाइन्ट ल्याइदिन सक्नुहुन्छ त्यसमा भर पर्छ क्या। फर्स्टमा तपाईँ सस्तोमा अथवा हुन्छ नि सस्तोमा गरेर गर्न सक्नुहुन्छ। त्यस पछाडि चाहिँ अनि तपाईँलाई कन्फिडेन्स आउनु थाल्यो, ए यसलाई मैले यदि भने पनि यसले खुसी खुसी भएर दिन सक्छ भन्नु थालेपछि यु क्यान ह्याभ इट। अनि आज चाहिँ रेकर्डिङ छैन, फर्स्ट डे हो, सेकेन्ड डेबाट हामी गर्छौँ। यसमा फिग्मा हुँदैन। फिग्मा भनेको हाम्रो डिजिटल मार्केटिङ भन्दा पनि डिजाइनतिर जान्छ। सो इट्स अलमोस्ट 2 PM। आज हामीले धेरै नै गफगाफ गऱ्यौँ। सो आई थिङ्क वी सुड ऱ्याप अप आवर क्लास। सो इन केस कुनै हामीलाई केही थाहा छैन अथवा केही बुझ्नु भएन भने तपाईँ यु क्यान रोड डाउन क्वेरिजहरू लोड गरेर भन्न सक्नुहुन्छ। डिजिटल मार्केटिङ भएपछि एड्स पनि पढ्छौँ, एसइओ पनि पढ्छौँ, कन्टेन्ट राइटिङ पनि पढ्छौँ, इमेल मार्केटिङ पनि पढ्छौँ। हामी सबै पढ्छौँ किनभने यो 2 month लङ हामीले एडभान्स कोर्स गर्ने भनेर भनिरहेको छौँ है। सो त्यही भएर चाहिँ हामी गर्छौँ यो सबै। अनि सर्टिफिकेट पाउनको लागि चाहिँ सर्टिफिकेट पाउनको लागि चाहिँ कन्ट्याक्ट गर्नु होला। तपाईँले टिम मेम्बरसँग कन्ट्याक्ट गर्नु होला, मैले यस्तो गरेको थिएँ भनेर। अनि त्यसपछि टास्क कम्प्लिसन तपाईँले गर्नुभएको छ छैन त्यो अनुसार पनि हुन्छ। हामी आज डिजिटल मार्केटिङको कुरा गर्दैछौँ, हजुरले ज्याङ्गोको कुरा गर्दै हुन्छ। सो
जोसँग पढ्नु भएको छ हजुरले उहाँलाई नै कन्ट्याक्ट गर्दाखेरि बेटर हुन्छ, किनभने उहाँ हजुरको ट्रेनर उहाँ नै हुनुहुन्छ है। अनि स्लाइड चाहिँ हामी तपाईँलाई एभाइलेबल गराउँछौँ। क्यानभा हामी सिक्छौँ, किनभने हल्का फुल्का डिजाइनिङ चाहिन्छ। सोसियल मिडिया ह्यान्डल गर्दा होस् अथवा अरू कुनै पोस्टहरू क्रिएट गर्दा हो हामीलाई क्यानभा चाहिन्छ, त्यही भएर हामी क्यानभा युज गर्छौँ। सो आजको लागि चाहिँ हामी यति नै गर्दै क्लास लाई अन्त्य गर्न चाहन्छौँ। स्लाइड चाहिँ तपाईँले पाउनुहुन्छ। सो सी यु इन नेक्स्ट सेसन। अब भोलि यही समयमा हामी फेरि भेट हुने नै छौँ। यदि कुनै कुराहरू हजुरहरूलाई थाहा छैन, अब बुझ्नु भएन भने यु क्यान आस्क मी। सो बाई फर नाउ। तपाईँहरू लिभ गर्न सक्नुहुन्छ है।